पाकिस्तानी सेना संरचना र सर्वसाधारण विरुद्ध होइन। अमृतसर र फिरोजपुरमा ठूलो विस्फोट, जम्मू साम्बा र पठानकोटमा ड्रोन देखिए। एमाले भित्र गुटगत प्रतिशोधीले झडपका श्रृङ्खला, निशानामा नेताका टाउका। एमाले भित्र गुटगत, दिनदिनै लफडा र कुटपिट। एनआरएन विवाद, केसी नेतृत्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन। परराष्ट्र मन्त्री आरज राणा देउबासँग असन्तुष्ट। सरकार बारेमा नाउपाकी अध्यक्ष रञ्जिताको बोली फेरियो। गृहमन्त्रीले जवाब दिइसक्नुभयो, अब सरकार छाड्दैनौ। 2.25 करोड हिनामिना प्रकरण अपडेट। जनरल खड्का र मेजर कार्की सैनिक हिरासतमा। पाकिस्तानको गोलाबारीमा मारिए भारतीय सेनाका लान्स नायक। पाकिस्तानमा रहेका नेपाली सम्पर्कमै छन् भन्दै सरकारले भन्यो। चेक बााउन्स सम्बन्धी नयाँ कानून, 5 वर्ष म्याद पर्खिएका माथि अन्याय। गभर्नरको विषयमा असमझदारी छैन भन्दै नेकपा एमालेका नेता महेश बर्तौलाले भने। विद्यालय कर्मचारीको आन्दोलन जारी, कालोपट्टी बाँधेर काम गर्दै वात्तै बढ्यो कुखुराको मासुको भाउ। कार्टेलिङको आशंका, कसले कार्टेलिङ गरिरहेका छन् यसबारेमा महत्त्वपूर्ण जानकारी। पाकिस्तानमा रहेका